फाइनली म चाहिँ ओली उठिसकेको छु। वेलकम ब्याक टु माई ब्लग। आजको ब्लग विशेष चाहिँ भनेको छ भन्दाखेरि आज हाम्रो ट्रेनिङ सेन्टरबाट ट्रेनिङ सकेर अब हामी आज कम्पनीमा जाँदैछौँ। बिहानको लगभग 6 बजिसक्यो। अब हामी यहाँ फ्रेस भएर सामानहरू चाहिँ प्याक गरिसक्यो। रुमहरू निजी हामी सफा गरिसकेका छौँ। चेक पनि भइसक्यो। हाम्रो रुम चाहिँ एकदम सफा भइसकेको छ। अब चाहिँ हामी फ्रेस भएर कम्पनीको गाडी लिन आउँछौँ। त्यसपछि हामी कम्पनीतिर लाग्छौँ। अब यहाँ अब रुम हामीले सबै सफा गरेर प्याक गरिसक्यो। सामान हाम्रो लगेजमा प्याक भइसकेको छौँ। यहाँ अब हामीले युज गरेको कपडाहरू यहाँ धुन छुट्टै राख्थ्यो भने चाहिँ यहाँ छुटेर यहाँ हामी निकालेको छु मैले। अब त्यहाँ राखिदिन्छु। भ्लगमा जोडिराख्नु होला। आजको भ्लग चाहिँ एकदम विशेष रमाइलो हुनेछ र आजसम्म 1 महिनासँगै बसी हाम्रो साथीहरू आजदेखि चाहिँ हामी दुईजना मात्र एउटा कम्पनीमा छौँ। त्यसपछि आफ्नो कम्पनीमा सबैजना जान्छन्। यस रमाइलो भयो। 1 महिनाको दिन यादगार भयो। त्यही भएर चाहिँ एउटा भ्लग बनाइदिनु जाने होला भनेर भिडियो बनाउँदैछु। सबैजनाले हेरिदिनु होला, राम्ररी सपोर्ट गरिदिनु होला। थ्याङ्क यू सो मच। ल फाइनली अब हाम्रो ब्यागहरू यहाँ प्याक भइसकेको छ। अब हामी लगभग निस्किने तर्खरमा छौँ। हाम्रो दाइको चाहिँ ब्याग यहाँ प्याक हुँदैछ। यहाँ हामीले 1 महिना युज गरेको कपडाहरू डस्टमा र ब्ल्याङ्केटहरू चाहिँ यसरी यहाँ दिनुपर्छ। तल पनि छ। अब यसलाई हामीले चाहिँ सबै मिलाएर निस्किनु पर्ने हुन्छ सबै। हिजो हामीले एकदम 1 घन्टा जति मिहिनेत गरेर सफा गरेर सबै यो सबै सफा गरेर हामीले राखिसकेका छौँ। अब यता मेरो लगेजहरू छ, सब सफा छ, टिक्क क्लिन परेको छ। क्लिन पारिदिएको छ हामीले पुरै। यो सब फ्रिजहरू सब सफा गरेको छ। सबै सफा गरेर जाऊ भनेको थियो। सबै हामी सफा गरेर टक्क यहाँ किचन पनि क्या क्लिन गरेको छौँ। यहाँ भाँडाकुँडा यहाँबाट दिएको चाहिँ सबै हामीले सफा गरेर राखिदिएको छौँ। बाथरुमहरू पुरै मजाले क्लिन गरेर अहिले हामी जाँदैछौँ। अब सबै हामी सबै सफा गरेर अब निस्किन लागेको छौँ। हाम्रो रुमबाट बाल्कनीबाट हेर्ने सामान्य साथीहरू हेर्दैछन्, जाँदैछन्। यिनीहरू चाहिँ बिहानको एक्सर्साइजको लागि यहाँ सबैजना रेडी भएर बसिरहेछन्। र हामी आज जाने दिन, त्यही भएर चाहिँ जिया छैन। ल फाइनली हाम्रो चाहिँ जाने बेला भइसकेको छ। अब हामी जान लागेको। हेर्दै गर्नु होला, ब्लगमा जोडिराख्नु होला। अब चाहिँ सबैजना हामी यो रुमबाट सामान निकाल्न लाग्छौँ। साथीहरू अझ यो रुममा छन्। के चाहिँ कडा हो, सफा गरिदियो। धस्काउँदैछ नि यार। ल ल ल खाऊ ल खाऊ छिटो खाऊ है, टाइम भइसक्यो। सफा भएको छैन अहिलेसम्म। चेत्रा त अहिलेसम्म सफा गरिदियो। अब यहाँ 3-4 जना काम गर्दै जान्छ। ल ठिक छ यस्तै हो त, मिलेर गर्नुपर्छ। अब 1 दिनको लागि हाम्रो भूपेन्द्र कुमार ओली यो चाहिँ हामीसँगै हुन्छ एउटै अपार्टमेन्टमा। अर्को साथीहरू यता छन्। बेचसान के छ, भइसक्यो सामान प्याक? ओ सन्तोष दाई, उहाँ चाहिँ हामीसँगै बस्ने एउटै अपार्टमेन्टको साथी हो। साथी होइन, मेरो त्यो दाई पर्नुहुन्छ, दाई नै भन्छु म चाहिँ। उहाँ चाहिँ एक्लै पर्नु भएको महानुभाव, एकदम टाढा हुनुहुन्छ हामीबाट। यो चाहिँ हामी उहाँलाई मिस गर्छौँ हाम्रो। ल साथी, यसो बोलाएको बेला चाहिँ छुट्टी भयो भने आउनु है। हामी चाहिँ किनभने 4 जना त हामी सँगै छौँ नि त। धेरै सबभन्दा धेरै सँगै बस्ने हामी नै होला है दाइ। म, तपाईँ, खेम अनि ओली। ल आउनु है त बेचसान। अनि ब्रेड एक्लै खाइदिने, अन्डा खाएनौ? पोहोर यहाँ यसरी फ्याल्नुपर्छ। मयुरगम उतापट्टि। ल केटाहरू यहाँ चाहिँ होइन एक्सर्साइज गरेर बसिरहेछन् सबैजना। अब यिनीहरू चाहिँ क्लास जान्छन्। मेरो क्लास सकिएको छैन, ट्रेनिङ हाम्रो सकिसक्यो। हामी चाहिँ जान लागेको। हाई ओली। ल केटाहरूले यहाँ चाहिँ सुटकेस निकाल्न थालेछन्। यताबाट हाम्रो भूपेन्द्र ओली यहाँ खोल्यो, राख न। ल है हामी सबै गरिसक्यो। केटाहरू मलाई जानु अगाडि चाहिँ अलिक बढाउँदै सुटकेसहरू निकाल्दैछ हामी। एउटा एकदम
यो अर्को राख्नु पनि मन टार्ने गर्छु ल मेरो लगेज फाइनल दुइटा आइसक्यो यो खेमदाईको लगेज भन्दा ल साथीहरू यसरी ल गाडीमा गएर सामान हाल्दै गर है वेद प्रकाशसँग ल सबसे माया लाग्ने भनेदेखि मान्छेको धेरै टाढा छन् हामीभन्दा अब भेट्ने त्यस्तै हो अब यहाँबाट गएर छुटेपछि केटाहरू अब 5-6 महिनामा चाहिँ भेट्न आउने कुरा भइरहेछ नि अब के यस्तै हो फाइनली हाम्रो लगेजहरू चाहिँ यहाँ सबैको रेडी भइसकेको छ लगेजहरू यहाँ छन् होइन अब यसरी लगेजहरू चाहिँ अरू लगेजहरू आउँदैछन् अब फोरहरू यस्तो अलिअलि फाल्दैछौँ यस्तो थियो हाम्रो ट्रेनिङ 1 महिनाको अपार्टमेन्ट ट्रेनिङ सेन्टरको जस रमाइलो भयो रुमहरू चेकिङ हुँदैछ बड्डोले रुम चेक गरिसक्यो हाम्रो चाहिँ केही कम्प्लेन चाहिँ छैन किनभने हामीले खासमा हिजै नै नेपालीहरू एकदम सफा गरेर राख्दो रहेछ नेपालीहरू यस्तो सफा किन कसरी गर्छ भनेर भनिदिनुहुन्थ्यो किनभने हामी एकदम सफा गरेर राख्छौँ नि त अपार्टमेन्टको घरको हाम्रो घर र अपार्टमेन्ट भन्ने एउटै हो नि त त्यस कारणले चाहिँ हामी सफा नै गरेर राखेको छौँ ए बड्डो चेक गर्दैछन् चेक गर्दैछन् नि अहिले हाम्रो कम्पनीको गाडीहरू नै आइसकेको छ हामीलाई 3वटा गाडी छन् बड्डोहरू यहाँ छन् कम्पनीको बसहरू शिक्षकहरू अब लगेजहरू यता हाल्दै अनि ल हाम्रो बसहरू चाहिँ आइसक्नु छ आएको छ बस यो सिकाउने गाइसिमास अनि गाइतासिमास यो कम्पनीको गाडीहरू ठ्याक्कै आइसकेको छ फाइनली अब यहाँ सबैजना हामी यहाँ रेडी हुँदै अब जाँदैछ हामीहरू अहिले चाहिँ हामी यहाँ डकुमेन्टहरू यसरी पाएको छौँ त्यहाँ जाँदाखेरि चाहिँ डकुमेन्टहरू दिनुभएको छ यहाँ पैसाहरू पनि चाहिएको छ सामानहरू यसरी प्याक हुँदैछ लगेजहरू प्याक गर्दैछन् सबैजना प्याक हुनुहुन्छ गाडीमा लोडेर हालिदिनुहुन्छ उहाँहरूले आफै हालिदिनुहुन्छ सामानहरू हामीले के गर्नु पर्दैन बस ट्यागहरू हेर्नुहुन्छ गाडीहरू यसरी टक्क लाइनमा छन् टक्कैसँग चाँडो निस्किहाल्ने 7:30 बजे भन्नुभएको थियो तर 7:15मा यहाँ ठ्याक्कै आइपुग्नु उहाँहरू यसरी सामानहरू हामी लिँदैछौँ फाइनली पैसा पनि पाइयो डकुमेन्ट पनि पाइयो अब जाने हो ब्याग प्याक भइसक्यो अब सकिनु लागिसक्यो लगेज गाडी हिँड्नु लागिसक्यो यस्तै हो यहाँ त ल तिमीहरू यो गाडीमा ल राम्ररी जाऊ है बेचन ल निरज ल राम्ररी जाऊ है ल छिटो ल सन्तोष दाई हामी त एउटा अपार्टमेन्टमै भेटिन्छ ल भेटिहालिन्छ ल ओली जे जस्तो भयो नि नरिसाउ है अब हामी फेरि एउटै अपार्टमेन्टमा बस्छ ल भेटिरहन्छ है लक्ष्मण दाई नै त्यही हो ल दादा लक्ष्मण दा भेटनामको साथी हो मेरो यो 19 वर्ष केटालाई हामी च्यान भन्छौँ बच्चालाई ल बाई बाई हाई ल केटाहरू यहाँ छन् अरू को छन् भित्र मनिषानको बोतल होइन मेरो यहाँ छ ल ओके ओके देश 大分市役所今からね大分シティガバメントガバメントでいいんかマイナンバーカードそういやマイナンバーカードじゃなくて転入マイナンバーカードはまた別の日勉強したね頑張ったねはい頑張ります先生बड्डो अपार्टमेन्टहरू हामी निस्किँदैछ ठाउँ चाहिँ मिस गर्छु बेला बेला किनकि यो सुरुमा बसेको ठाउँ यो हाम्रो जापानमा स्टार्टिङ यहीँबाट भएको गाउँले जीवन रमाइलो गएको ट्रेनिङ छ त्यो फुल हुँदा पारेको अस्ति त्यहाँ गएको जस्ट रमाइलो भयो अलि जाँदा जाँदै गरेको
難しいですね。後ろは暑くない？はい大丈夫。 7-Eleven सुपर फ्यामिलीमा त सुपर सी いやもちろんそうです。あんま分からないのでいいですね。後ろは暑くない？大丈夫。大丈夫です。तलबाट देख्नु थियो त ए त्यो बेतुको यो होइन नि बेतुको त अर्को त्यो त अर्को यो अर्को नि त्यो त धेरै ठुलो टनल पनि यहाँ चढेछ अस्ति हामी आएको बाटो चाहिँ हो あんたが島で俺が飛行機どっち来る？下で。コンビニ食べるよ。あ、そう。अर्को नि आइपुग्यो यार अर्को नि आयो टनल र टनल छ धेरै脂質異常じゃないよ。油取れすぎちゃう。海は珍しい。きれい。山がいっぱいあるね。तल तातो देखिरह नि त्योネパールにあるのかな温泉は。はい。少し。自信があるけんやっぱあるわな。はい。あります。あります。ढुङ्गातिर छ नि सारे तातो पानी छैन जुम्ला छ लामो छ टम्मै छ फ्याक्ट्रीको उताडि छ। एकदम फेमस हो नि लास्टै ठुलो छ でも分かったらかもしれない。一生懸命聞いてるね。いろいろ説明とか買い物があるけど、相当時間かかるけど、ちょっと26日にやったらいいのかなと。それから熱いのかけどもあるし、大阪さんがしていいよ。 फाइनल हामी उता आइपुग्यो
अहिले चाहिँ हामी सिटी अफिसतिर आउँदैछ नेपाल नो रेस्टुरेन्ट ओ नेपाल रेस्टुरेन्ट रेस्टुरेन्ट हो सेचु कुकुकारा 안도수고 세츠부 가이세와 도노구라이 또이 데스까? 카나리 10km 10km. 10 किलोमिटर 그냥 안나스 컴퍼니가 나와 아마도 자세히 보세요. 네팔 料理で美味しいの何が美味しいですか? मोमो थाकाली खाना दाल भात 日本の醤油味とかね、塩味とか言ってね、このソイスープカモが新鮮だよな 분할 캐슬 분할 캐슬 캐슬 캐슬이네 캐슬 에고 캐슬 분할이죠 क्यासल्स भनेको कोही राजा साजा बस त्यस्तो टाइपको होला सेकुसियो भनेको त नगरपालिका हो स्याकिसियो भनेको सिटी हल त्यही हो नगरपालिका नै हो नगरपालिका हो क्या हामी चाहिँ फाइनल गाडीबाट निस्केर ओर्लिरहेको छौँ ओर्लिएर चाहिँ यहाँ हाम्रो नगरपालिकामा चाहिँ जाइरो कार्डमा गएर यहाँको एड्रेसमा चाहिँ छाप्लाउनु पर्ने एड्रेस हाल्नुपर्ने लाउनुपर्छ हामी सुरुमा आउँदाखेरि चाहिँ ट्रेनिङ सेन्टरको एड्रेस थियो भने अहिले चाहिँ हामी फेरि यहाँ नयाँ ठाउँ भयो अपार्टमेन्ट कहाँ बस्छौँ त्यहाँको चाहिँ हाल्नुपर्छ सबैजना हामी के छ लक्ष्मण दाइ आजको कस्तो भयो त ल अब हामी चाहिँ अब लाग्दैछौँ नगरपालिकातिर फेरि केटाहरू भेटिसक्यो ल यस्तो बवाल छ ल साथीहरू अब चाहिँ हामी लाग्यो अब यस्तै आज दिनभरिको काम यताउता के छ सबै सकाएर अनि बल्ल हामी चाहिँ जान पाउँदैछ चाहिँ हामी चाहिँ अपार्टमेन्ट जान्छौँ आज दिनभरि काम यस्तै डकुमेन्टेसन कामहरू छ साइकल यस्तो छेउछेउ हिँड्ने मान्छे हामी यता हिँड्ने हो अझै त्यो सफा पनि क्या चाहिँ टिका सफा गरेको छ कन्चिवा यस्तो हो कन्चिवा भन्दा हल्लो जस्तै हो अब फाइनली हाम्रो अब यहाँबाट चाहिँ निस्किसकेको छु हाम्रो जाइरो कार्डमा चाहिँ यहाँको एड्रेसको एड्रेस लगाएर आइसकेको छ प्रिन्ट भएर अब यहाँ गएर चाहिँ जस गर्मी होइन गर्मी हुन थालिसक्यो कस्तो घाम लागेको चर्को घाम यस रमाइलो टाइम लाग्यो हामी धेरैजना थियो त्यही भएर अलिक टाइम नै लाग्यो कस्तो बवाल फुल फुलेर छ यसो बाटो हिँड्दा पनि फेरि फुल कसैले टिप्दैनन् क्या छुँदा पनि छुँदैन कसले हेर्दै हामी चाहिँ फेरि गाडीतर्फ लाग्दैछौँ गाडीमा चढेर फेरि जाने अब कता जाने भन्ने कुरा हेर्दै गर्नु होला कहाँ पाइन्छ कहाँ गरेर के गर्दैछ भन्ने कुरा कोनिचिवा
पार्किङ पनि आइपुग्यो। के छ ल सके काम ल अब फेरि हामी यहाँ छुट्टी नै लागेको छ केटाहरू यता जानेछन् ल पछि बिस्तारै भेटिन्छ है। ओली त अहिले भेटिहालिन्छ नि मलाई। ओली त के यो मेरो अपार्टमेन्टमै बस्ने म माथि मेन टाढा भनेको हाम्रो निरज हो कि निरज टाढा छन्। इन्डस्ट्रियल एरियातिर गयो है कंपनी क्या साथ मेरो को टाढा रहेछ नि त्यति टाढा त होइन है जस्तो हाम्रो सिधै अगाडि ल साथी हो लाग्यो त ल अब हाम्रो खाइस्यो हामी चाहिँ आफ्नो खाइस्यामा आइसकेको छौँ। सबलाई कम्पनी छोडिदिने हो ल। हाम्रो चाहिँ कम्पनी ठ्याक्कै यहीँ पुगेको छ। कम्पनी अगाडि छौँ। फाइनली म साइकल लिएर निस्किसकेको छु कम्पनीबाट बाहिर जाँदैछु अब रुमतिर। अब टाइम अफ भइसक्यो। यो चाहिँ हाम्रो कम्पनी हो। सो अब यहाँ गाडी लिएर पार्किङ सक्यो टाइम अफ। अहिले म चाहिँ हामी यहाँ अपार्टमेन्टमा आइसकेका छौँ माथि। अहिले बोसहरू आउनुभएको थियो सबै सामानहरू देखाउनुलाई रुमहरू देखाउनुलाई। त्यस कारण चाहिँ भिडियोहरू मैले बनाउनु पाइनँ। भिडियो पनि बनाइनँ। बोसहरूको अगाडि भिडियो बनाइराख्नु राम्रो होइन। सुरुमा चाहिँ सबै यहाँको कुरा बुझ्नुपर्छ। त्यही भएर चाहिँ म सरासरी हामी रुममा आयो। यहाँबाट म चाहिँ मेरो चाहिँ 5औँ तल्लामा छ। यहाँबाटको सिनहरू चाहिँ यस्तो बबाल आइरहेछ। यहाँ चाहिँ भन्छ भर्खर बोसहरू जानुभयो। बोसले एउटा त्यहीँको स्टाफ हुनुहुन्छ। हाई यस्तो छ हाम्रो रुम यही हो। अब यो रुम टुर गराउँछु म तपाईँहरूलाई यहाँ के सामान छ भन्ने कुरा। वर्किङमा आएको फाइदा यही हो। सुरुमा चाहिँ यहाँ आउने बित्तिकै जुत्ता यहाँ खोल्नुपर्छ। जुत्ता जहिले पनि यसरी फर्काएर राख्नुपर्छ। सबै जुत्ता यहाँ छ। सुरुमा बाथरुम ल यो चाहिँ मेरो रुम हो। यो मेरो रुम यस्तो रुम छ मेरो। सँगसँगै ल यहाँ त त्यो किचन भयो। किचन रुम भयो तपाईँको। पोवर फ्यान यहाँ मयूर गोमीहरू यहाँ छ। फ्रिजमा सब सामान त खानेकुरादेखि लिएर सबै यहाँ ल्याएर राखिदिएको छ। चामलहरूदेखि लिएर सबै कुरा यहाँ छ होइन। यो भयो यहाँ फ्रिजमा अरू के राख्ने सामान यो पनि यही छ। तल आइस जमाउने रहेछ यही छ। ओभन सामान राख्ने ठाउँ दराज। यो राइस कुकर यो पानी तताउने यो सानो ओभन टिभी यहाँ छ। यस्तो सामानहरू सबै यहाँ छ। ल सामानहरू सबै यहाँ बोतल ल्याइदिएको छु। टिफिन ल्याइदिएको छ। टिफिन राख्ने ब्याग सबै यस्तो छ। त्यहाँ रमाइलो। अर्को रुम चाहिँ यस्तो छ। यो चाहिँ हाम्रो क्यामेरा दाइको हो। रुम हेर्नुसँग छ एकछिन यही छ। दराज यहाँ चाहिँ यो ठुलो रुम छ। यसमा दराज पनि छ दुईवटा। दुई फ्लोरको बेड छ। जस दाइ बेड चाहिँ रहेछ क्या कम्पनीबाट दिएको बेड चाहिँ रहेछ। हामी भुइँमा सुत्नुपर्छ भनेर सोचेको थियौँ। बेड त खत्रै छ। ल मेरो पनि यो मेरो चाहिँ बेड हो। यसरी झ्याउ खोल्न मिल्छ। हावा चाहिँ बबाल आउँदैन रहेछ। अब यहाँ सामानहरू राख्नलाई दिएको छ। यो मेरो रुममा दराज नहो नि यस्तो प्लास्टिकवाला सामान राख्नु छ। यो कपडा झुन्ड्याउने मेरो सुटकेसहरू यहाँ खोल्दैछु। यो सामानहरू पनि पर्सनल दिएको छ। यो टुथब्रस टुथपेस्ट टिस्यु टावेलहरू। जस वर्किङमा आएको मान्छेलाई चाहिँ सामानहरू केही पनि किन्नु पर्दैन ल्याउनु पर्दैन। सुरुमा सबै सामान दिन्छ नि ओड्ने डस्टबिन सिरकहरू। हामीले चाहिँ भर्खरै बोससँग गएर आइसक्यो। अहिले भर्खरै आइपुग्यो। यहाँ चाहिँ हाम्रो यति चाहिँ सामान यो सामानहरू सबै हामीलाई आज भोलि पछिसम्म चाहिने सामानहरू चाहिँ यहाँ किनिदिनु भएको छ। सबै सामान किनेर आयो। सामानहरू चाहिँ अब सबै म्यानेज गर्नु छ। आज फर्स्ट डे अब यहाँ म्यानेज गर्दा हाम्रो अब हालत खराब हुने भन्ने अवस्था छ। सामान कहाँ के मिलाउने कसरी मिलाउने भन्ने कुरा बिस्तारै सिक्दै गरेको छ। के आनन्दको भ्यू छ मेरो रुमबाट। हावा चाहिँ बवाल चलिरहेछ।
यहाँ एसीको जरुरतै छैन। ल हामी चाहिँ अहिले सामान मिलाउँदैछु, के सामान किनेका छन् हाम्रो च्याचुले। सब फ्रिजमा राख्नु सब फ्रिजमा राख्नु भनेको छ, सबै सामानहरू पनि फ्रिजमै राख्नुपर्छ। यो दुध राख्नु, ल दुध चाहिँ यस्तो आउँछ। किताब चाहिँ फ्रिजमा नराखौँ है, एउटा यो चाहिँ के हो बिस्तारै अब थाहा पाउँदै जाने, हेर्दै जाने, खानु मन लागेको हेर्दै अनि खाने हो। टमाटो केचप वारी मस्त। यहाँ त यो सामानहरू छन्, यो फोरहरू मिलाएर खानुपर्छ। फोरहरू यहाँ छन्, फ्रिजको सामान पनि सबै हामीले के किन्नु परेको छ सबै अहिले किनेर राखिदिएको छन् कम्पनीले। यो चाहिँ नोटिसहरू छ, कुन बार कुन फोर फाल्ने, कहिले आउँछ फोर भन्ने सबै यहाँ नोटिस टाँसिदिएको छ। यो माथिको हेलमेट, साइकलमा लाउने हेलमेट हो। यो टिफिन बोक्ने ब्यागहरू सबै किनेर राखिदिएको छ। यो टिफिन हो, मैले टिफिन बोक्नुपर्छ। टिफिन यहाँ छ, दुईजनालाई 2टा टिफिन छ, 2टा बोतल यहाँ छ। यही छ, टक्कसँग लगाएर माथि सबै यहाँ छ। अब एउटा कुरा चाहिँ मैले छुटेको छु, भाँडाकुँडा यहाँ छ। कप र प्लेटहरू छ यहाँ। भनेपछि यहाँ चाहिँ तपाईँको यस्तो सबै चम्मचदेखि लिएर सबै यहाँ छ। यसमा चाहिँ प्लेटहरू छ, बटुकोहरू छ। यस्तो छ। अब यसरी फ्रिजमा कहिले आउँदैन। यो अर्को रुम, ठुलो रुम छ। यो चाहिँ एसी छ, बेड यस्तो छ, कपडा यहाँ, दराज पनि छ, ठुलो दराज छ, जतिसम्म कपडा पनि हट्छ। हामीले 2टै रुमको कपडा चाहिँ यसमै राखेको छ। यता पुरै खाली छ, सुटकेसहरू यसमै हाल्दैछौँ मैले त सबैजना। हामीले सुटकेसहरू यहाँ छ, अरू ब्ल्याङ्केटहरू सबै यहाँ नचाहिने सबै यहाँ राखिदिएको छु। यहाँबाट अब कौसी टक्क यो खोल्यो यसरी। अब बाहिर यो चाहिँ हामी 5औं तल्लामा, 5औं तल्लादेखि भ्यू चाहिँ यस्तो छ। ल एउटा फ्यान पनि नयाँ हामीलाई दिनुभएको छ यहाँ, अब अनबक्सिङ गर्दैछौँ। यस्तो पनि हामीले त्यो अब एसेम्बल गर्दैछौँ। जोडजाड गर्ने, कसरी जोड्ने हो सिक्दैछ। ल अब टिभी हेर्दै यहाँ यसो अब टिभी चलाउने हो। नबुझे पनि सुन्दाखेरि अब भाषाहरू अलिक धेरै बुझिन्छ कि भनेर टिभी चाहिँ चलाइहालेको। टिभी चाहिँ यहाँ अब हामी अब एसी पनि यहाँ छ, तर एसी चाहिँ हामी नचलाउने विचारमा छ अहिले। एसी धेरै चलाउनु हुन्न हो।